भाग हुन सक्छ केटा मलाई क्यामेराले भित्र पाइँदैन भगवानको दर्शन गरिकन गणेश साईनामा पहिले पैसा पाइयो गाइस लाइक गरिदिनु हेर्नुहोस् हामी चाहिँ चमेरी गुफामा प्रवेश टक्क है यहाँनिर भगवान्हरू हुनुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ तपाईँले दर्शन गर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो शिव भगवान सृष्टिकर्ता एकदम विराजमान भएर बस्नुभएको छ जय भोले जय भोले जय भोलेनाथ हजुरको कृपा सधैँ रहिरहोस् हाम्रो चाहिँ यहाँ चाहिँ शिवजीको चाहिँ डमरू घन्टी त्रिशूल सहित यहाँनिर चाहिँ अब गणेश भगवानको परिवारको फोटो सहित त्रिशूल ओम नमः शिवाय रक्षा राख्नु हाम्रो चाहिँ यहाँ नन्दी हामी चाहिँ नन्दी भगवानले चाहिँ एउटा कुरा भन्न चाहन्छु भगवान चाहिँ एउटा मनोकामना पुरा गरेको छु यस्तो हेर्नुहोस् माथितिर हो माई गड चमेरी गुफामा हामी चमेराहरू डुलिरहेका छौँ हामी चाहिँ पहिलो ग्राउन्ड फ्लोरमा जाँदैछौँ देख्न सक्नुहुन्छ ब्राङ छ यहाँ चाहिँ एकदम राम्रो है अवलोकन गर्नको लागि एकदमै पर्यटकीय हिसाबले हेर्दाखेरि हाम्रो यो तुलसीपुर उपमहानगरपालिकामा रहेको यो चमेरी गुफा एकदमै प्रसिद्ध स्थल रहेको छ तपाईँहरू एकचोटि नभएर पटक पटक भिजिट गर्न आउनुहोस् एकदमै मनोरञ्जन ठाउँ यहाँदेखि तपाईँ देख्न सक्नुहुन्छ एकदमै मनोरम दृश्य अगाडि तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ भगवान शिवको त्रिशूल खसेर बनाइएको भन्ने मान्यता छ लड्केर फेरि तल गइको लागि पानी चुहिन्छ जय भोले जय भोले जय भोलेनाथ हामी चाहिँ टक्क हाम्रो टोली है यो चाहिँ पहिलो फ्लोर अथवा सबैभन्दा तलको सतह यो चाहिँ 3 भागमा विभाजन छ यो गुफा चाहिँ तपाईको भैँको देख्न सक्नुहुन्छ माटो एकदम मलिलो माटो रहेको छ फर्स्ट टाइम यति भित्र आइएको छ साथीहरू हो एकदमै गुफा भित्रको पनि गुफा भन्ने तपाईँलाई थाहा होला नि महागुफा भयङ्कर गुफा रहेको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँले माथि हेर्नु चमेराहरू बसेको स्थान चमेरा देख्न सक्नुहुन्छ तपाईँहरू ताली बजाउन सक्नुहुन्छ जय भोले हर हर महादेव पुरै अँध्यारो हामी कताको कता हो हाम्रो भुवन दाइ यता हुनुहुन्छ यता हाम्रो एकजना मित्र गुफामा छिर्नु भएको छ लाइट तल बालिदिउ न हो तलवाला तल भैँमा देखिन हो एकदम क्लियर चमेरा अब तपाईँले माथि टङ्गिएको देख्नु नै भएको होला म त यसरी कसरी झर भन्नुभएको छ गाइस पैसा गर्न चाहनुहुन्छ भने 04212बाट आउनु होला भनेर हामीले पहिला रेडियोमा सुन्ने गर्थ्यौँ राशिफल सुन्ने क्रममा अहिले चाहिँ त्यो नम्बर चाहिँ कन्ठ छ राशिफल आउँछ आउनु त्यो चाहिँ थाहा छैन है हाम्रो चाहिँ ठेकेदारले चाहिँ पारि एउटा गडलाई उत्सवको लागि भन्नुभएको छ यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एकदम मनोरम दृश्य बनाउने हो यो चाहिँ हाम्रो आस्थाको रूपमा रहेको एकदमै इच्छा आकाङ्क्षाहरू पुरा गर्नको लागि बनाइएर ढुङ्गे बगैँचा बनाउन सकिन्छ शिवलिङ्ग बनाएर हो शिवको लिङ्ग बनाउनु भएको अरे शिवलिङ्ग सर्टकटमा भन्दाखेरि ओ पहाडको चिसो हावा तराईले छेक्नु पर्छ
तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो चाहिँ सेतो टावर काठमाडौँमा रहेको सेतो टावर भ्युटार अहिले सेतो टावर निर्माण गर्दै हुनुहुन्छ केपिओलीको धरहरा जनताको टावर बालुनको सेतो टावर निर्माण भइरहेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ विभिन्न ठाउँमा सेतो टावरहरू रहेको छ। गुफाभित्र टावर छन्। केपीले त बनायो म पनि एउटा बनाउँछु भनेर यसमा लागि परेको छु। भत्केको 72 सालमा भूकम्प आएर भत्केको धरहरा चाहिँ मैले धरहरा नभएर अब सेतो टावर बनाउँदैछु। यसलाई पुनर्निर्माण गर्दैछु। कस्तो हुन्छ प्रतिक्रिया दिनुहोला। कुनै मजाकको लागि बनाएको भिडियो ओ जग चाहिँ बलियो बनाउनु पर्छ साथीहरु। जग चाहिँ एकदम बलियो बनाउनु पर्ने हुन्छ। ओ जग चाहिँ यहाँदेखि सुरु भएको छ। ल फाइनली पुरा भयो। यसरी माथिबाट हेर्दाखेरि यस्तो देखिने यस्तो देख्न सक्नुहुन्छ तपाईँ। यहाँनिर त एकदम ठुलो हेर्नुहोस् तपाईँ चाहिँ यो दुबईमा रहेको बुर्ज खलिफा यो मिया खलिफा बुर्ज खलिफा मजाकको लागि आली दामी ल हाम्रो चाहिँ भगवान दाइले चाहिँ यो चाहिँ समुद्रको बिचमा बनाउनु भएको छ। यो पहाड भयो भने यो समुद्र समथर भूभागमा सकेन नि फेरि कति छिटो यो हो सगरमाथा सिमेन्टको कमाल। अब हामी चाहिँ दोस्रो तला अथवा दोस्रो फ्लोरमा जाँदैछौँ। अब चाहिँ हामी फेरि भगवान शिवको दर्शन गरी हामी दोस्रो तलामा जाँदैछौँ। ओम नमः शिवाय भन्दै यसरी तपाईँ अघि बढ्न सक्नुहुनेछ। ओ चमेरा देख्न सक्नुहुन्छ माथि तपाईँहरूले देख्न सक्नुहुन्छ। नेक्स्ट फ्लोरमा 1 2 3 4 5 6 17मा चाहिँ ओहो तपाईँ देख्न सक्नुहुन्छ। ओम राज भनेर कसले नाम लेखेका छन्। मामा फेरि गएकै हुनु नि त्यति साह्रो त होइन। एउटा छ त गुफामा गएको गरेका जान त सक्छ मान्छे निस्किन गाह्रो हुन्छ। हाम्रो मामा फेरि यो सानो गुफाको भित्र एकदमै अनुभव वालमा के छ पत्ता अनि वालमा पत्ता लाग्छ। वालको पनि अझ वालभित्र झिर्किएको हो। यो चाहिँ हाम्रो चाहिँ बिजुली अथवा सोलर भन्न सक्छौँ हामी यसलाई। यो चाहिँ चट्टानको कारणले फ्युज भएको रहेछ। सक्दैन नि फेरि ल कहिले जोडी नटुटोस्। यो चाहिँ लेख्नेहरूको चाहिँ है यस्तो मजाको रहेछ। ओ यहाँ चाहिँ लुक्ने ठाउँ रहेछ है गाइस। खै ल्याएर यसो सामान राख्नुको लागि। ओ ठुलो पाल बिग पाल भनौँ हो। ओ माई गड फेरि हामी चाहिँ यहाँ आएर भगवानको दर्शन गरेर अघि बढाउन सक्छौँ। ओम नमः शिवाय ओम नमः शिवाय। हर हर महादेव जय शम्भु हर हर महाकाल। लक्ष्य राख्नु। ओ देख्न सक्नुहुन्छ तपाईँले माथि चमेरा। ओ श्री राम 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 जय जय राम। यहाँ चाहिँ एकछिन म डोर हालिदिन्छु साथीहरू चाहिँ। एकदम दामी है। चमेरी गुफा देख्न सक्नुहुन्छ। यति
माथि आउनै पर्ने देखिनै पर्ने भिजिट गर्नै पर्ने धन्यवाद यो हामी चाहिँ टप फ्लोरमा आइसकेका छौँ भगवान्ले चाहिँ सदैव रक्षा राख्छन् भन्ने हामी कामना गर्दै यहाँ चाहिँ 2081 6 महिना 2 गते ल्याएको रहेछ सोलरको यो बल्ब चाहिँ यो चाहिँ 1 वर्ष भएको छैन कृपया यो चाहिँ सम्बन्धित निकायमा गएर यो चाहिँ वारेन्टी सहित ग्यारेन्टी सहितको बल्ब निकाल्नु होला अन्तिम फ्लोर अथवा 4 फ्लोर रहेछ खासमा चाहिँ हामी चाहिँ 3 फ्लोर भनेको सुनेका थियौँ तपाईँले ओ डी खतरा छ त ओ माय गॉड ओ पनि छ त ओ माय गॉड तरुणीको नाम लेख्यो भने तरुणीको नाम त पाइन्छन् तरुणी पाइन्छ यहाँ चाहिँ तपस्या गर्न लायक एकदम शान्त एकदम ओहो पनि महागुफा जय श्री राम हर हर महादेव उताबाट यो चाहिँ हाम्रो चाहिँ छिटेर निक्लिने ठाउँ रहेछ क्यामेरा तपाईँको ठुलो रहेछ नि ओहो यासमा फेरि कसले बी थप्दैछ यार राम म्यास को यो मेरो बी बी चाहियो मलाई बी यो चाहिँ यो दोलीवाना गर्छ सदा सधैँ वा जाने हुन्छ नि त छिर्ने हो यहाँ होइन गाँठेर ओ तपाईँले छिराउने मान्छेलाई छिराउने हो भन्ने कुरा नहुन्छ जानुपर्छ क्या यहाँ जानुपर्छ क्या यहाँदेखि चाहिँ हाम्रो यो सुरुङ चाहिँ छिर्न नसकिने स्थान हो तर यहाँदेखि तपाईँ चाहिँ धेरै भित्र सक्नुहुनेछ झाडी एउटा रहेको छ कि भगवान्हरूको बसोबास स्थान यस्तो सुरुबाट अर्को जान त सक्छ अर्को फरक गाह्रो हुन्छ यो चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ एउटा अक्षर लेख्न सक्छौँ एउटा यत्नादेखि सम्झनामा हामी चाहिँ के लेखौँ भनेपछि जय श्री राम यो चाहिँ हामीले यसो लेखेको छौँ यहाँ चाहिँ हाम्रो चाहिँ भगवान्को धरोहर आस्था करी नमिटोस् सदैव गरेरोस् Yes. Yes. Pico. Yes. आफ्नो नाम पनि थपियो फाइनली गाइज थपियो केही होला जस्तो छ है अब चाहिँ जीवन आउँदै भेटेको है यहाँ चाहिँ यस्तो गराम है त अब पछि कसैले आएर थपिदिनु होला आएको देखाउँदाखेरि म यो थपिएको हेर्न पाऊँ गाइज ओ माई गड यो हो क्या माया भनेको त हेर साथीहरू मैले चाहिँ मुटुमा त नाम थियो पत्थरमा पनि लेखेर आइएको छ कसैले आएर थप्न सक्नुहुन्छ मेरो नामको उपरिबाट मैले चाहिँ लेखेर म चाहिँ त्यति आशा छु हो साँच्चै यदि मलाई माया गर्दैन मैले धुवा लिएर माथि नाम लेखेको छु पछाडि आएर थपिदिनु होला गलत गरेर है ल अर्को चाहिँ आएर म हेर्न पाऊँ मलाई माया गर्ने को रहेछ त कुन नामको रहेछ त है त ल सुकुमारी फुलकुमारी जे भने नि सबै कुमारी ल पुरा भयो कि वाट इज दिस हेर्न नाम है यसै वाट इज मगेराले के भन्छ ओ स्पाइडर तपाईँको कति बडो मानको हो ओ माई गॉड ओ भाग्यो यसको घर रहेछ साथी कहाँ भाग्नु हो घर गयो
दाइले चाहिँ भाउजूको नाम यो चाहिँ यहाँ अहिलेसम्म देखेको भरिको सबभन्दा एकदम टल्कियो। भयो हाई क्वालिटीको एकदम अब चाहिँ प्युठानी सिमेन्ट हो नि फेरि प्युठानमा लेख्नु पर्यो यहाँ प्युठान ल ल ल जा अब हामी दुईटा त लेख्यो दुईजना लेख्नु बाँकी श्री राम जय राम जय जय राम ओके छ त यता पनि हेर्नुपर्ने हो कस्तो लाग्यो फाइनली कस्तो लाग्यो राम्रो बवाल लाग्यो आउनै पर्ने ठाउँ है टुक्रा जस्तै हो यो स्वर्गको टुक्रा एकदम अगाडि आउँदैछु भिडियोमा हाल्नुहोस् है म हेर्न एकदम 100% हेर्छु है म लाइट राख्यो तर लाइट भएन क्या तर फेरि वान्स मोर समय चाहिँ गुफे भर्नु जस्तो मैले के हो सबै भरिदिने हो कि खाली ठाउँमा त राखिदिनु पर्छ है यहाँ तरुनीको नाम है माथि भाउजूको नाम यहाँ तरुनीको नाम ल है बुढीको नाम भयो मेरो यस 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 हेर्नु भाइले देखाउँछ एकदम मेरो भिडियो स्योर 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 के हो साथी हो यस्तो बाको दादा हो बाको दादा अनि त नसोच्नु होला यस्तो मजाको आम्मा के हो यसले सक्दैन नि फेरि सक्दैन नि फेरि सक्दैन नि फेरि ल भाइ बिस्तारै बिस्तारै होइन लि बुर्ज खलिफाको टप फ्लोर अब हामी मिया खलिफामा आइपुग्यौँ मिया खलिफा त होइन तर गाइज खतरा लाग्यो मलाई चाहिँ बवाल लाग्यो समय मिल्यो भने एकचोटि घुम्न आउनु नभुल्नुहोस् यो ठाउँ यो सुन्दर गुफा ओ माई गॉड व्हाट अ सरप्राइज यस 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 तपाईँ खतरा देखाउँदो रहेछ कि यहाँ लाइट यहाँ चाहिँ आफ्नो नामको चाहिँ थप्नु ल मेरै बुढीको लेख्छु अरूको लेख्छु हु लभ मी होइन भुवन दाइकी कति छ हौ बुढी बुढी लेखै हु लभ मी यस भयो थपिहालौँ क्या हो ल भगवान्जी सबैको रक्षा राख्नुहोला हर हर महादेव रक्षा राख्नु सबै सम्पूर्ण फाइनली हामी चाहिँ बाहिरी दुनियाँमा आइपुग्यौँ भित्री दुनियाँमा पुगेको थियौँ यसरी चाहिँ हाम्रो चाहिँ यहाँ टिकाकरण हुँदो रहेछ हाम्रो चाहिँ टिका छैन दाजु माफ गर्नु होला हजुर आइयो घुमियो रमाइलो भयो एकदमै राम्रो ठाउँ हाम्रो चाहिँ यहाँ एकदम बाहिर चाहिँ हजुर रहन्छ यसको लागि चाहिँ सम्बन्धित निकायमा पहल गर्नु पर्यो तपाईँहरूले स्थानीयवासीहरूले बाहिर दृश्य हाम्रो पहिले आएको दामी भएर फेरि आएको हाम्रो चाहिँ फोटो सुट हुँदैछ अब एकछिन तपाईँ देख्न सक्नुहुन्छ फोटो सुट यहाँदेखि राखेर तपाईँ देख्न सक्नुहुन्छ फोटो सुट भइरहेको छ पनि बनाउनु पर्छ तिमीलाई एउटा टिक्का राखेर
भिडियो बनाइसकेको थियो ओ माई गॉड हेलो कस्तोमा थाहा छ दाइ दामी आछ है यहाँनिर चाहिँ है होइन नि यहाँ अझै पारी गरेर निकाल्नु ल ए मैले खस्नु यस्तो के ध्यानमा आएको जय जय भोले हर हर महादेव की हाम्रो तपस्या है ओ ध्यानमा एउटा अब कस्तो गर्छ रे यस्तो हो यस्तो यस्तो हेर्ने है अनि यस्तो 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 हो यो साइज आएको भयो र यस्तो भगवानहरूको हाम्रो चाहिँ क्यामेराम्यान भुवन दाई एकदम हुन्छ कसरी सङ्घर्ष गरेर यो चाहिँ छड्के माथि गएको छ तल फ्लोट एकदमै देख्न सक्नुहुनेछ वाउ व्हाट द नाइस प्लेस तपाईँहरू हामीसँग हेरेको हेरै पूर्वैको उपासना ओ माई गॉड पत्थर पनि एकदमै हलुकको केही विशेष पत्थर हुनुपर्छ मजा सङ्घर्ष गर्दैछ गरे आखिर पुरा भएर छोड्यो मेरो सङ्घर्ष ठन्डा गाई ठन्डा अरूको चाहिँ लैहाल्नु पर्छ 1 2 3 4 ठ्याक्क ठिक छ चल तपाईँ घर कहाँ हो माथि यही बसिराख्नु छ साँझ अब दिदी यही हो कति आउँछ सबैले गराउनु त्यही राख त यार सबैले गराउनु त्यही बाटो भित्र आउने 1 2 3 4 टाइमिङ गराउनु सीधा सीधा गराउनु बाबा नेक्स्ट गरिदियो
तिम्रो त बोलीमा कमान मन्तर मोहनी बाबालाई तिम्रो त बोलीमा मन्तर मोहनी तिम्रो त बोलीमा मन्तर मोहनी यहाँ भइरह मामल Hello guys. ada di bukan lagi. बोलीमा जादु मोहनी